तपाईहरुको पनि म जस्तो हेयर फलको समस्या छ भने हेर्नुस् त मेरो कपाल कति झर्या झर्दा झर्दा कपाल यस्तो पातलो पनि भइसकेको छ र यस्तो रफ ड्राई फ्रिजी छ भने मैले तपाईहरुको लागि एउटा हेयर फल सल्युसन ओइल ल्याएको छु है। यो एकदम 100% रिजल्ट दिन्छ यसले चाहिँ। यो ओइल कसरी बनाउने हेर्नुस् है। हामीले फर्स्टमा प्यान तताउने, प्यानमा हामीले हाफ लिटर जति तेल लिने है। हाफ लिटर भन्दा अलिकति कम छ मेरो चाहिँ तेल। त्यसमा चाहिँ हामीले यो सब मिक्स गर्नुपर्छ। अदुवा, लसुन, मुङ्ग्रेलो, मेथी अनि यो हिबिस्कसको फूल, एलोभेरा अनि प्याज। मोस्ट इम्पोर्टेन्ट है, प्याज र एलोभेरा चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हुन्छ। अनि करी पत्ता। हामीले यो सबैलाई एकैचोटि तेल तातिसकेपछि एकैचोटि हाल्दै पनि हुन्छ, एउटा एउटा गरेर हाल्नु हुन्छ। मैले चाहिँ अब एउटा गर्दै थिएँ झ्याउलाएर मैले फेरि एकैचोटि हाल्दिएँ है। एकैचोटि हालिदिनु होला। अनि एकैचोटि हालेपछि यो तेलको यस्तो मिठो बास्ना आउँछ हाल्दा हाल्दा नै। अनि फिज पनि आउँछ। फिज आउँदैमा केही फरक पर्दैन। हामीले यसलाई मजाले हाल्ने अनि चलाउने, मजाले चलाउने यसलाई एकदम मजाले। यो चाहिँ प्याज चाहिँ एकदमै ब्राउन हुनुपर्छ है, मजाले पकाएर। अनि सकेसम्म चाहिँ यसको त्यो सबै रसहरू चाहिँ त्यसको निचोरेर एउटा सिसाको कन्टेनरमा तपाईँहरूले स्टोर गर्न सक्नुहुन्छ यसरी छानेर होइन। यसलाई चाहिँ हजुरले एभ्री विक चाहिँ विकमा 2 चोटि चाहिँ लगाउनु होला। यसले चाहिँ एकदम 100% हेयर फल कन्ट्रोल गर्छ अनि ड्राई र ड्यामेज पनि हटाउँछ। थ्याङ्क यू सो मच।